तपाईलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियो लिएर आइसकेको छु म यसमा लिसु एन्ड पहिला सुन्नु चाहिँ म के भन्छ नि कस्तो देखेछु म राम्रो देखेछु हैन राम्रो देखेछु नि राम्रो छु तर जे भए पनि अब क्यामेरा अघि त जे जस्तो भए बसे पनि क्यामेरा अघि चाहिँ सत्यसँग चाहिँ राम्रै हुनुपर्छ राम्रै देखिनको लागि नै मेकअप आएको आधे राम्रै देखिनको ओके यो कुरा चाहिँ हुँदै गर्छ अनि आज चाहिँ स्याटरडे अनि मेरो भाइ बहिनीहरू चाहिँ बाबु होलिडे उनीहरूको छुट्टी छ सो आज चाहिँ हामी चाहिँ धेरै कुरा गर्न चाहिएन हैन आज चाहिँ अब छुट्टी भएको बेला चाहिँ अब सबैजना यही बसेको बेलामा चाहिँ के खाजा अलिकति हिजो अस्तिको भन्दा चाहिँ डिफ्रेन्ट बनाएर खाऊँ भन्ने चाहिँ हाम्रो दिदी बहिनीको सल्लाह छ सो आज चाहिँ हामी अचार बनाउँछौँ अचार र सेलरोटी अनि अचारमा चाहिँ हाम्रो रहेको छ आलु फर्सीको मुन्टा र साग पनि के को भन्नुहुन्छ भनेदेखि लुडेको साग अब तपाईतिर चाहिँ के भन्छ थाहा छैन तर हामीले चाहिँ लुडेको साग नै भन्छ लुडेको साग र आलुको चाहिँ पहिले नै अचार खाइसक्यो र मिठो नै हुन्छ तर अहिले चाहिँ हामी चाहिँ के मिक्स गरेको छ भने फर्सीको मुन्टा सो फर्स्ट टाइम नै हो ट्राई गर्नको कस्तो हुन्छ अब हामी बनाएर नै तपाईहरुलाई देखाउँछौँ र अहिले चाहिँ हाम्रो रोटी चाहिँ सेलको रोटी बनाउनु हो सो हेर्दै गर्नु होला भिडियो के कस्तो लाग्छ स्टार्टिङदेखि लास्ट एन्डसम्म हेर्दै होला के कस्तो लाग्छ त्यसपछि लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला है त ओके त्यो भन्दा पहिला चाहिँ अब हामी चाहिँ पहिला सुरुमा चाहिँ अचार बनाउने भन्छ सो अचारको लागि चाहिँ सामानहरू रेडी पार्दैछ सो हेर्न सक्नुहुन्छ हामीले अचारको लागि के राख्यौँ यो भन्नुपर्ने कुरा त होइन त्यही पनि जस्ट भिडियोको लागि चाहिँ होइन सो हेरिदिनु होला है अहिले चाहिँ यहाँ फर्सीको मुन्टा अनि लुडेको साग र आलु चाहिँ बोइल गरेको छ अचार बनाउनको लागि हामीसँग यो खुर्सानी छ अनि प्याज अब यसलाई सानो टुक्रामा कटिङ गर्नुपर्ने हुन्छ फाइनल्ली मैले प्याज काटिसकेँ अब चाहिँ खुर्सानीको पालो है अब चाहिँ खुर्सानी काट्दैछु म गाइजहरू तपाईहरुलाई खुर्सानी काट्ने तरिका थाहा छैन भने यसरी काट्नु होला है अब खुर्सानीहरू कट गरेर पनि रेडी भइसक्यो त्यसपछि अब पालो छ यहाँ चाहिँ अघि मैले बोइल गरेर रेडी भएको चाहिँ यो फर्सीको मुन्टा अनि लुडेको साग र आलु रेडी भइसकेको छ बोइल भएर अब चाहिँ म यसलाई चाहिँ साइडमा राखेर चाहिँ यो आलुलाई चाहिँ खोल्साल्छु अझ मैले साइड छुट्याएर राख्न लागेको छु यो फर्सीको मुन्टाको अचार चाहिँ फर्स्ट टाइम ट्राई गर्न लागेको तपाईहरु पनि अब एकचोटि ट्राई गर्नु होला कस्तो हुन्छ हामीले खाएको त छैन आज ट्राई गर्छ अनि त्यसपछि के कस्तो हुन्छ म तपाईहरुलाई भन्छु अब चाहिँ आलु खोर्साउने पालो म आलु खोर्साउँछु फर्सी पुता रेडी भइसक्यो हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखेछ ओके तिल पनि मैले पिसेर रेडी बनाइसकेँ र हाम्रो अचारको सामानहरू हेर्न सक्नुहुन्छ प्याज खुर्सानी आलु फर्सीको मुन्टा र यो के भन्नु लुडेको साग अनि यहाँ चाहिँ खुर्सानी मसलाहरू अब चाहिँ हामी अचार बनाउन स्टार्ट गर्छौं है त
त्यसपछि अब मजाले टेस्टी टेस्टी देख्न सक्नुहुन्छ है साथीहरू हाम्रो यो अचार लगभग रेडी भइसक्यो कस्तो राम्रो देखेको ओके फाइनली हाम्रो अचार पनि रेडी भइसक्यो ल अब चाहिँ हाम्रो यो रोटी बनाउने कार्यक्रम जारी हुँदैछ साथीहरू अनि यसमा चाहिँ चाहिने सामानहरू चाहिँ हामीले हालिसक्यो हैन सोडा भयो अनि त्यहाँ सुजी अनि ल्वाङ सुकमेल अनि चामलको पिठो है नरानदेखिको बल निकालेर यहाँ मार मुस्नु भएको छ लगभग हाम्रो यो पिठो रेडी हुँदैछ अलिकति घिउ हाल्ने कि यसमा 2 चम्चा झान्नेले अब चाहिँ थोरै घिउ हालेको है धेरै त हाल्नु हुँदैन खानु हुँदैन अपच हुन्छ फेरि त्यही भएर अब अपच ल हाम्रो रेडी भइसक्यो पिठो अब चाहिँ यसलाई चाहिँ हामी 1 घण्टा जति चाहिँ यतिकै भिजाएर राख्छौँ हैन ल है साथीहरु अब चाहिँ हामी रोटी बनाउने तर्फ लाग्छौँ हैन अब रोटी त अब खासै राम्रोसँग त बनाउन त आउँदैन त्यही भएर हामी चाहिँ ट्राई बाहिर देखाउने के जस्ट घरमै खाने मात्र हो त्यही भएर राम्रो भयो नि ठिकै छ नराम्रो भए पनि ठिकै छ है घरमा खानको लागि किन राम्रो चाहियो आखिर स्वाद आए भयो के ल अब रोटी बनाउन लाग्यो नि है ल है साथीहरु अब हामी चाहिँ रोटी हाल्नको लागि रेडी भइसक्यो हाम्रो सामान अनि यहाँ चाहिँ यतै यहाँ चाहिँ हामीले तेलहरू पनि राखिसक्यो यो चाहिँ हाम्रो यो तेल पनि तात्न सुरु गरिसक्यो ओके नाउ हाम्रो फर्स्ट ट्राई सेलरोटी कस्तो हुन्छ है हुँदैन भाइ यतिकै त हैन जस्ट ट्राई मात्र है फर्स्टको ओ माय गॉड यो चाहिँ फर्स्ट ट्राई गरेको रोटी है भएन ओ माय गॉड यो चाहिँ फर्स्ट ट्राई गरेको रोटी है भएन रोटी क्या रोटी फाइनली हाम्रो रोटी चाहिँ अहिले चाहिँ के भन्छ पर्फेक्ट हुँदैछ बिस्तारै बिस्तारै है पर्फेक्ट भन्नाले राम्रो हुँदैछ भन्न खोजेको है हामी चाहिँ सेलरोटी बनाएर सकिसक्यौँ अब यहाँ देख्न सक्नुहुन्छ है खासै राम्रो त भएको छैन तर पनि अब ठिकै छ अब घरमा बसेर खाने हो सो तपाईहरु पनि आउन सक्नुहुन्छ है हाम्रो सेलरोटी नेपाली गान्छले कमेन्ट गरौ सेलरोटी ल साथीहरु हाम्रो चाहिँ आजको खाजा चाहिँ यही नै हो सो हेर्न सक्नुहुन्छ ल है साथीहरु अब चाहिँ हाम्रो यो खाजा खाने टाइम भयो हैन आज दिउँसो केही पनि खाएन यही बनाउन ठिकै भयो सो फाइनली हाम्रो चाहिँ खाजा रेडी भइसक्यो रोटी भयो अनि आलु फर्सीको मुन्टा र लुडेको साग है एकचोटि ट्राई गर्नु होला तपाईहरुले पनि मिठो हुँदैछ अहिले ट्राई गरौँ मिठो हुँदैछ फर्सीको मुन्टा आलु अनि त्यहाँ लुडेको साग है भर्खरै लागेको चोरी ओके बाइ बाइ साथीहरु बाइ सी यु नेक्स्ट भिडियो भिडियो राम्रो लागे पनि नलागे पनि फुल वाच गरिदिनु होला अनि लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्ने थ्यांक यू बाइ
Thank you for watching my video. Please like, comment, share and subscribe.